नमस्कार सबैजनालाई। आज हाम्रो टपिक एक्सपर्ट विटनेस टेस्टोमनी। यसमा चाहिँ मिनिङ पढ्नेछौँ र त्यसपछि प्रोसिड्युर। फर्स्टमा चाहिँ मिनिङ एन एक्सपर्ट विटनेस is a person with specialized knowledge, skill, training, or experience in a particular field, such as forensic medicine, handwriting analysis, ballistic DNA, cyberforensics, engineering, or accounting. The court relies on expert opinions when the issue requires scientific or technical knowledge beyond that of an ordinary person. कोर्टले कतिखेर एक्सपर्ट ओपिनियनको माथि रिलाइज गर्छ भन्दाखेरि जब चाहिँ इस्युले साइन्टिफिक और टेक्निकल नलेज चाहिँ रिक्वायर गर्छ। त्यो चाहिँ अब जजनिर नभएको खण्डमा यी सम्बन्धी नलेजहरू त्यसरी चाहिँ एक्सपर्ट चाहिँ बोलाइने गरिन्छ त्यसमा, त्यो सम्बन्धी सब्जेक्टमा। त्यसपछि हाम्रो प्रोसिड्युर फर कलेक्टिङ एक्सपर्ट एभिडेन्स। फर्स्टमा एपोइन्टमेन्ट और आइडेन्टिफिकेसन अफ एक्सपर्ट। फर्स्टमा चाहिँ एक्सपर्टको चाहिँ एपोइन्टमेन्ट गरिन्छ वा आइडेन्टिफिकेसन गरिन्छ। त्यसपछि एपोइन्टमेन्ट भएको एक्सपर्टले चाहिँ एभिडेन्स एक्जामिन गरेर चाहिँ बाई द युजिङ साइन्टिफिक मेथडबाट एक्जामिन गर्छ। के अरे एक्सपर्टलाई एभिडेन्सलाई एक्जामिन गर्छ। त्यसपछि रिटन रिपोर्ट प्रिपेयर गर्छ फाइन्डिङ र कन्क्लुजन सहित। थर्डमा चाहिँ सबमिसन टु द कोर्ट। त्यसमा चाहिँ तयार पारिएको रिपोर्टलाई चाहिँ एज अ डकुमेन्ट्री एभिडेन्सको रूपमा चाहिँ सबमिसन गरिन्छ कोर्टमा। त्यसपछि चाहिँ यदि कोर्टले चाहिँ त्यो रिपोर्टमाथि कुनै मौखिक क्ल्यारिफिकेसन चाहियो भने एक्सपर्टलाई चाहिँ समन जारी गरिन्छ। त्यसपछि फोर्थमा एक्जामिनेसन इन सिप यानि कि मुख्य परीक्षण गरिन्छ। यसमा चाहिँ एक्सपर्टले आफ्नो क्वालिफिकेसन एन्ड एक्सपिरियन्स सेयर गर्छ, कुन चाहिँ मेथड युज गरिएको छ, फाइन्डिङ र कन्क्लुजन सहितको। त्यसपछि 5 नम्बरमा क्रस एक्जामिनेसन। रिपोर्टमाथि चाहिँ क्रस एक्जामिनेसन गरिन्छ, वेदर द क्वालिफिकेसनमा या रिलिएबिलिटी मेथडमा एक्युरेसी एन्ड कन्क्लुजन चाहिँ अपोजिङ काउन्सिलले यो चाहिँ एक्जामिनेसन गरिन्छ। त्यसपछि 6मा रिएक्जामिनेसन हुन्छ। थर्डमा चाहिँ इभ्यालुएसन बाई द कोर्ट, वेदर चाहिँ कम्पिटेन्ट छ कि छैन एक्सपर्टहरू, साइन्टिफिकली रिलेबल छ कि छैन, टेस्टिमोनी चाहिँ कन्सिस्टेन्ट अर एभिडेन्स छ कि छैन। द कोर्ट इज नट बाउन्डेड टु एक्सेप्ट द एक्सपर्ट ओपिनियन इफ द अदर एभिडेन्स प्रुफ्स अदर। यानि कोर्ट चाहिँ बाध्यकारी हुँदैन जब चाहिँ विभिन्न प्रमाणहरूले चाहिँ प्रुभ गरिसकेका हुन्छ भने। थ्याङ्क्स फर वाचिङ।